ऊ आइस कति ब्रेभ छ हेर ल जाऊ जाऊ आइस एक्लै खेलिरह तोता त यस्तो गर्मी चाहिँ के तातो जायो बेबी लड्यो एन्ट हुन्छ फेरि पिचकारी दिनु रे पिचकारी दिनु के भयो गोल चाहिँ त्यहाँभित्र जाऊ नि त कमिलाको झोल छ अरे झोल कमिलाको झोल छ यामु यहाँ आइज ल स्यान्डविच खाँदै जाने यामु एक खाने जाने भनेको हो तिमीले यस्तो गर्मीमा तातो चाहियो अरे यामुलाई मामा चिसो भयो अहिलेको तातो पानी तल राखायो हुने रहेछ यहाँ मलाई यति गर्मी भइरह यहाँ कति गर्मी छ यहाँ खाने जाने पानी बन्द गरिदिन्छु नत्र भने आऊ न प्लिज आऊ प्लिज अघि तिमीले त्यही अग्रिमेन्टमा यो पानी खेल्ने भने होइन यो स्यान्डविच खाने जाने भनेको हो तिमीले ल बिग बाइट बिग स्याबास हो खाने जाने आइसको फुल कपडा छ नि त फुल कपडा भएर हो क्या हो आइस त केही एक्सप्रेसन दिइरहेको छैन चिसो भएको हाम्रो ब्याकयार्डमा यस्तो गर्मीमा 3टा बालकहरू नुहाइरहेका छन् गर्मी छ उहाँ त्यहाँ 3टा बालकहरू इन्जोय गर्दैछन् म चाहिँ स्यान्डविच समातेर बसिरहेको छु यहाँ मलाई फोनलाई भिडियोग्राफर हुँ म चाहिँ अति नै गर्मी छ बाहिर बस्न लायक छैन यामु खाने जाने कम गुड गर्ल ल यस अझ खाने ए दही खाने ओके अझ खाने ल आयुष पनि खान्छ कि आशु बेबी आयुष आजु यी खाने बेबी
खाने राजा आइसलाई हान्नु न आइसलाई लाग्दैन होला खैन घुम्न खै के गरेको नगरे हामीले यस्तो ले खाने होइन यहाँ म पानी खाने होइन न थु यहाँ म नजिस्कान अबे बिग न यो खाने जाने म युट्युबमा हालिदिन्छु तिमीले यस्तो गरेको डक्टरले देख्छ अनि खाना नखाएको डक्टरले देख्छ अनि युट्युबमा भिडियो हालिदिन्छु त्यति होइन बिग खानुपर्छ अनि डक्टर ह्याप्पी हुन्छ यस दाइ Everybody dance. Oh no. Everybody stop. Everybody swing. Everybody run. Okay. Everybody clap. Everybody run back and splash. Yay! Good job, everybody. Alright, everybody now dance. Everybody dance. आइसले अघिदेखि खेल्या भएर उसलाई चिसो लागिरहेको ल ब्याकयार्डको स्विमिङ हाम्रो ब्याकयार्डको स्विमिङ पुल केल्या खेलेछन् यहाँको लागि प्राइभेट रेन्ट अन्त भएन